म चाहिँ आज तपाईँहरूलाई मेसेन्जरको सानो जानकारी दिन गइरहेको छु। तपाईँले मेसेन्जरमा राख्नुभएको इन्टु इन इन्क्रिप्टेड च्याट्सको पिन तपाईँले बिर्सिनुभयो र त्यो पिन तपाईँले कहाँ गएर रिसेट गर्न सक्नुहुन्छ भनेर म आज तपाईँले यो भिडियो मार्फत जानकारी गराउने छु है। अनि यो चाहिँ तपाईँले कसरी गर्न सक्नुहुन्छ भन्ने जान्नको लागि चाहिँ तपाईँले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब ढिला नगरी विषयवस्तुतर्फ अगाडि बढौँ। अब तपाईँले यो इन्टु इन्क्रिप्टेड च्याट्सको पिन रिसेट कसरी गर्न सक्नुहुन्छ भनेर म तपाईँलाई मेरो मोबाइल स्क्रिनमा गएर तपाईँलाई स्क्रिन सेयर गरेर तपाईँलाई म देखाउने छु। लाउनुहोस्, अब अगाडि बढौँ ढिला नगरिकन। सबैभन्दा पहिला तपाईँ आफ्नो फेसबुक ओपन गर्नुहोला। अनि फेसबुक ओपन गरिसकेपछि यता प्रोफाइल जस्तो थ्री आइकनमा यता प्रोफाइल आइकनमा जानुहोला र यहाँ मुनि देख्न सक्नुहुन्छ सेटिङको लोगो छ। यसमा सेटिङमा क्लिक गर्नुहोला। सेटिङमा क्लिक गरिसक्नुभएपछि तपाईँले यहाँ एकाउन्ट सेन्टर देख्नुहुन्छ, यसमै क्लिक गर्नुहोला। यसमा क्लिक गरिसक्नु भएपछि तल स्क्रोल गरेर यहाँ तल पासवर्ड एन्ड सेक्युरिटीमा जानुहोला। त्यहाँ गइसकेपछि तपाईँले यहाँ स्क्रोल गरेर तल यहाँ सेक्योर स्टोरेजमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ सेक्युरिटी मेथड्समा रिसेट पिन भनेको छ, यसमा क्लिक गर्नुहोला। र अब तपाईँले यहाँ आफ्नो पिन राख्नुहोला। पिनलाई यसरी तपाईँले यहाँ आएर देख्न सक्नुहुन्छ मेरो चाहिँ इन्टु इन्क्रिप्टेड च्याट्सको पिन चाहिँ रिसेट भइसकेको छ। मैले पिन रिसेट गरिसकेको छु। इन्टु इन्क्रिप्टेड च्याट्सको चाहिँ मेरो पासवर्ड रिसेट भइसकेको छ। तपाईँले यसरी यहाँबाट इन्टु इन्क्रिप्टेड च्याट्सको पिन चाहिँ रिसेट गर्न सक्नुहुन्छ है। तपाईँहरूलाई चाहिँ मेसेन्जर अथवा फेसबुकमा तपाईँको आइडीको इन्टु इन्क्रिप्टेड च्याट्सको चाहिँ पिन रिसेट गर्न आउँदैन थियो भने चाहिँ अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ मैले यहाँ भिडियोमा देखाए जसरी तपाईँले अब चाहिँ पिन यसरी रिसेट गर्न सक्नुहुन्छ है। अनि तपाईँलाई मेरो यो सानो जानकारी कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो कृपया भिडियोमा लाइक, सेयर अनि कमेन्ट गरी राम्रो प्रतिक्रिया दिनु होला। अनि यस्तै डेली नयाँ जानकारीको लागि चाहिँ मलाई फेसबुकमा फलो अनि युट्युबमा सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्, धन्यवाद।